विद्यालय शिक्षा ऐनको माग राख्दै देशभरका शिक्षकहरू फेरि एकपटक सडकमा उत्रिएका छन् र यस पटकको आन्दोलनले राजधानी काठमाडौँको मुटु कहलिने क्षेत्र नै ठप्प बनाएको छ। माइती घरदेखि सुरु भएको यो विशाल प्रदर्शन बानेश्वरसम्म फैलिएको छ, जसका कारण बिजुली बजार, नयाँ बानेश्वर लगायतका मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। हजारौंको संख्यामा जम्मा भएका आन्दोलित शिक्षकहरूको यो जमघटले राजधानीको जनजीवनमा ठूलो असर परेको छ। तीव्र नाराबाजी, प्लेकार्ड र जुलुस सहित उनीहरूले सरकार विरुद्ध आक्रोश पोखेका छन्। शिक्षकहरूको मुख्य माग भनेको विद्यालय शिक्षा ऐनलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउने हो, जुन वर्षौंदेखि सरकारको प्रतिबद्धतामा मात्र सीमित भएको उनीहरूको गुनासो छ। सरकारसँग वार्ता र संवादका लागि तेस्रो पटक प्रस्ताव आए पनि नेपाल शिक्षक महासंघले त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरिदिएको छ। महासंघको भनाइ छ, सरकारले केवल आश्वासन दिने काम गरिरहेको छ, तर वास्तविक कार्यान्वयनमा कहिल्यै अग्रसर छैन। यही अविश्वासले गर्दा शिक्षकहरू अब निर्णायक आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूले बताएका छन्। देशभरका विभिन्न भूभागबाट शिक्षकहरू मात्र होइन, शिक्षक संगठनका प्रतिनिधिहरू समेत काठमाडौँमा भेला भएका छन्। यो आन्दोलन एक क्षेत्रीय वा सीमित संख्याको मात्र नभई देशव्यापी चासो र समर्थन बटुल्न सफल देखिएको छ। प्रदर्शनका क्रममा शिक्षकहरूले सरकारको ढिलासुस्ती, शिक्षा क्षेत्रको उपेक्षा र आफ्ना पेशागत हकहितप्रति गरिएको व्यवस्थालाई तीव्र आलोचना गरेका छन्। उनीहरूको भनाइमा हामी शिक्षा दिने होइन, शिक्षाको भविष्य पनि हो। उनीहरूको भनाइमा हामी शिक्षा दिने मात्र होइन, शिक्षाको भविष्य पनि जोगाउन चाहन्छौं। ऐन बिना शिक्षाको विकास अधुरो रहन्छ। सरकार भन्ने अहिले पनि वार्ताको बाटो खुला रहेको भन्दै शिक्षकहरूलाई संयमता अपनाउन आग्रह गरिरहेको छ, तर आन्दोलनरत पक्षको अडान भने झन बलियो हुँदै गएको छ। उनीहरू थप दबाव सिर्जना गर्न तयार छन्, सडक रताइरहेका छन् र जनताको साथ खोजिरहेका छन्। राजधानीको सडकमा उत्रिएको यो आन्दोलनले शिक्षा क्षेत्रको गम्भीरतामा मात्र होइन, सरकारले लिएको नीतिगत ढिलाइप्रति पनि गहिरो प्रश्न उठाएको छ। अब प्रश्न उठ्छ, के सरकार शिक्षकमाथि बल प्रयोग गर्दै आन्दोलन दबाउने बाटो खोज्छ वा शिक्षकहरूसँग इमानदार संवाद गर्दै शिक्षा ऐनको यथाशीघ्र कार्यान्वयनमा लाग्नेछ? राजधानीको मुटुमा विद्रोहको ताप बढ्दै गएको छ र समाधान नखोजिए आन्दोलन अझ चर्किने संकेत प्रष्ट देखिन्छ।